साथीहरु नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। सो फेरि पनि स्वागत छ सम्पूर्णलाई मेरो युट्युब च्यानलमा। अनि अहिले चाहिँ हामी घाँस काट्नु जाँदैछौँ। अनि आज चाहिँ हामी यता बहिनी अनि म चाहिँ घाँस काट्नु जाँदैछौँ। अनि अहिले भर्खरै पानी परेर रह्यो साथीहरु। सो अनि मौसम चाहिँ एकदम मन्द मन्द हावा चलिरहेछ है। सो हामी चाहिँ अहिले गइरहेछौँ घाँस काट्नु जङ्गलतिर। र आजको भिडियो के कस्तो हुन्छ सबैजनाले अन्तिमसम्म हेरिदिनु होला है त गाइजहरु। सो साथीहरु आजको हाम्रो मौसम चाहिँ एकदम खुल्ला छ है। अहिले भर्खरै पानी परेर चाहिँ रहेको। सो म हाम्रो गाउँ अहिले चाहिँ हामी ओरा जङ्गलतिर आएको छौँ साथीहरु हैन। अनि यहाँबाट देखिने भ्यूहरु चाहिँ मैले तपाईहरुलाई थोरै देखाएँ। यो चाहिँ हाम्रो गाउँदेखि पारीपट्टि देखिने भ्यूहरु हो साथीहरु। सो मैले हल्का तपाईहरुलाई देखाएँ। अनि आज हामी चाहिँ जङ्गलतिर घाँस काट्नु जाँदैछौँ साथीहरु हैन। अनि भर्खरै पानी परेर रह्यो। सो अनि त्यसपछि चाहिँ हामी घाँस काट्नु गइरहेछौँ दुईजना बहिनी र म। सो आजको भिडियोहरु के कस्तो हुन्छ सबैजनाले अन्तिमसम्म हेरिदिनु होला। र आजको मौसम चाहिँ एकदम शीतल छ। अहिले भर्खरै पानी परेर रहेको। सो त्यही भएर अनि हामी चाहिँ अहिले घाँस काट्नु यता पारी जङ्गलतिर आइरहेछौँ साथीहरु हैन। यता माथि पनि सबैतिर जङ्गलै जङ्गल छ। सो मैले तपाईहरुलाई थोरै हामी आएको बाटोहरु पनि देखाएँ। सो हेर्नुभयो होला। अनि त्यसो घाँस काट्ने ठाउँ चाहिँ कस्तो छ हामी खास गरी योभन्दा अगाडि पनि घाँस काट्नु त आइरहेको हो। सो साथीहरु त्यही पनि आज फेरि हामी घाँस काट्नु आएको। अनि त्यही भएर चाहिँ मैले तपाईहरुलाई देखाइरहेको छु। अनि हामी घाँस काट्नु चाहिँ कहाँ जाँदैछौँ घाँस चाहिँ कस्तो घाँस काट्ने भनेर चाहिँ तपाईहरुले भिडियो हेरेर थाहा पाउनुहुन्छ हामी कस्तो घाँस काट्नु कहाँ जाँदैछौँ भनेर चाहिँ। सो कहाँ जाँदैछौँ भनेर त मैले फाइनली भनिसकेको छु जङ्गल जाँदैछौँ भनेर। अनि हाम्रोतिरको जङ्गल चाहिँ यस्तो छ गाइजहरु है। यो चाहिँ पुरा जङ्गलहरु हो हाम्रो यता बाटोदेखि नै। हामी चाहिँ अब फाइनली घाँस काट्ने ठाउँमा पनि आइसकेको छौँ। अनि यहाँ चाहिँ बहिनी अगाडि टक परेर हिँडिराख्नु भएको छ है। जङ्गलहरु चाहिँ यस्तै छ हाम्रोतिर हेर्नु न। आमामाम कस्तो मजाले हावा चलिरहेछ। सो साथीहरु एकदम दिल गार्डन हो र है। सो अनि यहाँबाट देखिने जङ्गलको भ्यूहरु चाहिँ यस्तै छ साथीहरु हैन। मैले तपाईहरुलाई स्लो मोसनमा हल्का देखाएँ। अनि हामी चाहिँ अहिले यहाँ डाँडामा आइपुगेको छौँ। हामी आएको चाहिँ यताबाट हो। सो थोरै तपाईहरुलाई देखाएँ हाम्रो जङ्गलहरु पनि। अनि यहाँ तलदेखिको हाम्रो जङ्गल चाहिँ म तपाईहरुलाई देखाउँछु तल स्लो मोसनमा। यस्तो छ पारी सबै जङ्गल हो यतातिर। सो हामी चाहिँ अब यहाँ पर घाँस काट्नु जानुपर्ने हुन्छ। सो साथीहरु हामी चाहिँ फाइनली घाँस काट्ने ठाउँमा चाहिँ आइसकेको छौँ। अब चाहिँ हामीले यहाँ पर घाँस काट्नु पर्ने हुन्छ। अनि यहाँ छ मेरो डोको, यो भइहाल्यो मेरो कचिया। अनि यसरी काट्नु पर्ने हुन्छ। लेट्स गो गाइस आउनु होला फोकस गरौँ। क्यामेराम्यान जल्दी फोकस गरौँ। सो साथीहरु हामी चाहिँ यस्तो भिरको बाटो हिँड्नुपर्छ घाँस काट्दाखेरि चाहिँ हैन। हेर्नु होला है यहाँबाट हामी लडी झर्यौँ भने सिधै तल हो डङरङ्गै। अनि यहाँ अगाडि बहिनी हिँड्दैछ म चाहिँ पछाडि झर्दैछु। हामीले घाँस काटेको चाहिँ अस्तितिर यतैतिर हो साथीहरु हैन। यस्तो डर लाग्दो ठाउँ छ कि भिरहरु हेर्नु होला। अनि अगाडि बहिनी पनि जाँदैछ। लड्यो भने चाहिँ के तालमा तल पुगिन्छ फेरि है। सो केर्नु यस्तै हो डरसरी हिँड्नुपर्छ। हिजोतिर पारी काटेको हामीले। अनि अस्तिको दिन यतातिर अनि अस्ति यता माथि। सो जङ्गल पारीपट्टि यस्तो छ साथीहरु। यहाँदेखिको यतापट्टि चाहिँ हामीले घाँस काट्दैछौँ। अनि यता उकालो चाहिँ हामीले अस्तितिर काट्यौँ। सो आज फेरि तल जानुपर्ने हुन्छ। अनि अगाडि चाहिँ बहिनी हिँडिरहेछ। अनि म पनि गइरहेछु। बाटो चाहिँ अलिक अप्ठ्यारो छ। सो त्यही हो
यस्तै है, यस्तो बाटो हिँड्नुपर्छ गाइजहरू है, लडेर चाहिँ नमरौँ। आई होप त्यस्तो चाहिँ नहोस् है, आई होप त्यस्तो चाहिँ नहोस् भनेको। झरिसकेको अब यस्तोबाट हामी लोड झऱ्यौँ भने त गाइजहरू तल ओडाङडङ्गै बाँच्दुङ पनि होला केही कालो है। अब घाँसहरू नभएपछि यस्तो भिरमा पनि हामी जानुपर्ने हुन्छ, के गर्नु यस्तै हो, समस्या छ नि, समस्या आफ्नो आफ्नो होइन। अब गाईबस्तु पालिसकेपछि भोके राख्ने कुरा नि भएन साथीहरू। बारीमा अहिले नि घाँस काट्ने बेला भएको छैन, भर्खर पानी पर्दैछ। सो त्यही भएर हामी चाहिँ यसरी जङ्गल घाँस काट्नुलाई भौतारी राख्नु परेको छ है, त्यही हो। अब घाँस चाहिँ अब भारी चाहिँ कतिखेर पुऱ्याउनु साथीहरू, त्यही छ समस्या। अनि त्यस बेलुकासम्ममा चाहिँ भारी पुऱ्याइन्छ होला। अनि अब के गर्नु, यस्तै यसो हेर्दै गर्नु होला है त। फाइनली साथीहरू हामी चाहिँ घाँस काट्ने ठाउँमा चाहिँ आइसकेको छौँ। अनि अब चाहिँ हामी यतैतिर घाँस काट्नुपर्ने हुन्छ। अनि त्यसपछि यता ओह्रालो चाहिँ भिर छ, हामी डङरङ्गे लड्यौँ भने बङ्गलङ्गे हुन्छौँ। अनि त्यही हो, हामी चाहिँ अब यहाँ घाँस काट्नु थालेको है त साथीहरू। अनि त्यसपछि आजको हाम्रो भिडियो चाहिँ के कस्तो हुन्छ सबैजनाले अन्तिमसम्म हेरिदिनु होला भन्दै अब चाहिँ धमाधम घाँस काट्नुपर्ने हुन्छ। रात परिसक्यो है। सो लेट्स गो गाइज, आउनुहोस् घाँस काटौँ ल साथीहरू। गर्मी लास्टै छ है, अघि त पानी परिरहेको थियो, मन्दा हावा चलिरहेको थियो। अहिले त जङ्गलको खोल्साभित्र पसेको है, गर्मी त ल पसिना मेरो फेसमा हैन। सो हामी चाहिँ अहिले घाँस काटिरहेछौँ। डोको चाहिँ यता छ अनि बहिनी चाहिँ पर काट्दैछ अनि म चाहिँ यहाँनिर गर्मी भएर एकछिन बिसाएको। अनि सो त्यही भएर मैले भिडियो बनाएँ साथीहरू है त। सो उता पारिपट्टि चाहिँ घाम लागिरहेछ अनि यता चाहिँ लागेको छैन। अनि हाम्रो गाउँतिर चाहिँ यस्तो भिरमा हुन्छ कि घरहरू साथीहरू, हेर्नु है गाउँतिर यस्तो छ। अनि बादल, आजको बादल वर्षा बिजुलीहरू पनि एकदम राम्रो छ है, बादलहरू पनि। अनि मौसम उता चाहिँ घाम लागेको छ अनि यता चाहिँ फेरि घाम चाहिँ लागेको छैन साथीहरू। तर गर्मी चाहिँ लास्टै हप भइरहेछ है, मेरो अनुहारमा पसिना पनि देखिराख्नु भएको होला। सो हामी चाहिँ घाँस काटिरहेछौँ अहिले। अनि भारी चाहिँ अब आधी निम्ठो भयो, अब भारी पुऱ्याउन अझै बाँकी नै छ। अनि सो मैले चाहिँ अहिले यता तलतिर काटेर यता काट्नु बाँकी छ। अनि उसले चाहिँ यता मासतिर काट्यो बहिनीले चाहिँ। अनि त्यसपछि अहिले ऊ चाहिँ त्यहाँ पर काट्दैछ। सो हेर्दै गर्नु होला है त। फाइनली साथीहरू हामीले चाहिँ अब घाँसको भारी चाहिँ पुऱ्याइसकेको छौँ हैन। अनि अब चाहिँ घाँसको भारी चाहिँ भट्टाभट्टी भारी लाउनु पर्ने हुन्छ। अनि अहिले चाहिँ बेलुकाको 6 बजिसकेको छ। सो यतिखेरसम्म पनि हामी अहिले चाहिँ जङ्गलमै छौँ हैन। अनि अब चाहिँ भारी लाउनु पर्ने हुन्छ। डोको चाहिँ यता छ अनि उता, अनि बहिनी चाहिँ उता भारी लाउनुको लागि मुठा कसिरहेछ। सो अनि म चाहिँ भारी लाउँदैछु साथीहरू, हेर्नु होला हामीले भारी लाएको चाहिँ है त।
फाइनल भारी चाहिँ पुगिसकेको छ हाम्रो। अनि अब चाहिँ घरतिर जानुपर्ने हुन्छ गाइजहरू है। अनि घडीले चाहिँ 7 बजाउन आँट्यो। हामी चाहिँ अहिलेसम्म जङ्गलमै छौँ। अनि अब चाहिँ त्यो उकालो लाग्नुपर्ने हुन्छ। भने चाहिँ भने बोक्नु चाहिँ कसरी भारी पनि कस्तो भयो ल भक्किनु कि कसरी। यो राम्रो। अब भारी बोकेर नि हामी लाग्यौँ अब घरतिर। अलिक परतिर गएर बनाउँछ नि फेरि ठोकेर लगाउँला भारी नै बाटो। सो साथीहरू अब चाहिँ हाम्रो चाहिँ फाइनली भारी पुगेर पनि हामीले चाहिँ भारी बोकिसकेको छौँ होइन। हामी चाहिँ अब यता उकालो जानुपर्ने हुन्छ है। बहिनी अगाडि हिँडिरहेछ, म पछाडि छु। सो अहिले चाहिँ भिडियो नबनाऊँ होला, लडेर फेरि ओह्रालै गुल्टिएला होइन। सो माथि पुगिसकेपछि म फेरि हजुरहरूसँग जोडिने छु है त गाइजहरू। हेर्दै गर्नु होला। उकालो बाटो चढ्दैछौँ हामी चाहिँ अहिले यताबाट आएको साथीहरू होइन। अब बहिनी बिस्तारो। साथीहरू गाह्रो छ है, गाह्रो छ गाउँमा बस्नु पनि है। मेरो भारी चाहिँ देख। अनि म चाहिँ अगाडि आएर बसिरहेको छु। अनि यता बहिनी नै आउँदैछ। अनि त्यसपछि सो अब चाहिँ हामी घर हिँडेको बिसाउन। अनि त्यसपछि अब आजको भिडियो चाहिँ के कस्तो भयो साथीहरू हेर्नु होला सबैजनाले अन्तिमसम्म है। अनि अब चाहिँ रात पनि पर्न आँटिसक्यो। अनि सो अब चाहिँ भिडियो यति नै हो। भिडियो के कस्तो हो सबैजनाले अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त गाइज भन्दै बाई बाई।